नमस्कार, म दिवस सराफ अनि आजको कुरा चाहिँ डार्बीमा हुन गइरहेको नर्दर्न टेरिटरी स्ट्राइकर र नेपाल ए बीचको महत्त्वपूर्ण प्री म्याच एनालिसिसको। यो खेल केवल टप टी20 सिरिजको तेस्रो खेल मात्र होइन, नेपाल ए का लागि गत वर्षको हारको जवाफ दिने एउटा राम्रो अवसर पनि हो। गत वर्ष यही मरारा क्रिकेट ग्राउन्डमा नर्दर्न टेरिटरी स्ट्राइकरले नेपाललाई 42 रनले पराजित गरेको थियो। त्यस खेलमा डार्सी शर्टले 34 बलमा 51 रन बनाएका थिए भने जबकि नेपाल टार्गेटलाई चेस गर्ने क्रममा 8 विकेट गुमाएर 135 रन मात्र बनाउन सकेको थियो। अब आजको खेलमा सबैभन्दा पहिला कुरा गरौँ मैदानको अवस्था। एकदम इम्पोर्टेन्ट हुन्छ ग्राउन्डको स्टेट र ग्राउन्ड कस्तो छ भनेर। मरारा क्रिकेट ग्राउन्डमा पछिल्ला 10 खेलको स्ट्याट्स हेर्ने हो भने पहिलो इनिङ्समा एभरेज स्कोर 151 रहेको छ भने सेकेन्ड इनिङ्समा चेस गर्न अलिकति गाह्रो हुन्छ। यसको अर्थ के हो भने यहाँ रन बनाउन सकिन्छ तर चेस गर्दाखेरि टोलीमाथि अलिकति दबाव देखिन्छ। पिचमा सुरुवाती ओभर्समा ब्याटिङका लागि राम्रो हुन्छ तर पावर प्लेमा रन बनाउन सक्दै पनि अगाडि बढ्दै जाँदा ब्याटरहरू आक्रामक हुन्छन् र बलिङतर्फ हेर्दा पेस र स्पिन बीच खासै फरक नदेखे तापनि पेसर बलरहरूले अलिकति बेसी विकेट लिएको देखिन्छ। यहाँ डेथ ओभर्समा यदि राम्रो बलिङ गर्यो भने कम रनमा टिम्सलाई समेट्न सकिन्छ। अब यही अवस्थाले नेपाल ए को ब्याटिङसँग जोड्दाखेरि नेपालको सबैभन्दा ठुलो हतियार आज हुन सक्छन् कुशल भुटेल। सिनियर साइडबाट ड्रप भएर आएको छ र भुक पनि छ। टी20 क्रिकेटमा सुरुवाती ओभरमा विपक्षीमाथि दबाव दिने कुशल भुटेलको प्रदर्शन यदि राम्रो भएछ भने नेपाललाई एउटा राम्रो स्टार्ट पाउन सक्छ। र स्टार्ट पाइसकेपछि भुटेलसँगै अर्को महत्त्वपूर्ण नाम हुन् कुशल मल्ल। गत वर्ष यही मैदानमा नर्दर्न टेरिटरी विरुद्ध 34 रन बनाएका मल्ल ठुलो सर्ट खेल्ने क्षमता र विशेष गरी स्पिन विरुद्ध आक्रामक ब्याटिङ नेपालको लागि अलिकति इम्पोर्टेन्ट हुन सक्छ। त्यसपछि कप्तान अनिल कुमार शाहको भूमिका आउँछ। नेपालले सुरुवाती विकेट गुमायो भने यदि फर्स्टमा विकेट गएछ भने अनिललाई इनिङ सम्हाल्नु पर्ने हुन्छ र यदि ओपनर्सहरूले राम्रो सुरुवात दिएछन् भने उनले अन्तिमको ओभर लागि एउटा बलियो प्लेटफर्म तयार गर्न सक्छन् जसमा फिनिसरहरू आउन सक्छन् र लोकेश भम, पवन सराफ र दीपक डुम्रेबाट त्यो एकदम राम्रो फिनिसिङ हेर्न सक्छ हामी र त्यस्तो एक्सपेक्टेसन पनि हुन सक्छ जुन प्रकारले उनीहरूको फर्म चलेको छ। तर ब्याटिङलाई मात्र होइन, नेपालको बलिङले पनि खेलको नतिजा निर्धारण गर्नेछ। नर्दर्न टेरिटरीको ब्याटिङ लाइनअप निकै अनुभवी र आक्रामक हुन सक्छ। त्यसैले रिजन ढकाल र साहब आलम जस्ता बलरहरूको विशेष गरी डेथ ओभरमा त्यो कन्ट्रोल चाहिन्छ। नेपालले सुरुवाती 6 ओभरमा यदि विकेट निकाल्न सक्यो भने नर्दर्न टेरिटरी स्ट्राइकरले 160 भन्दा तलमा रोक्न सकिन्छ। तर यदि घरेलु टोलीले पावर प्लेमा बिना ठुलो क्षति 50 देखि 60 रनको सुरुवात गर्यो भने त्यसपछि उनीहरूलाई रोक्न अलिकति गाह्रै हुन्छ। नर्दर्न टेरिटरीको सम्भावित खेलाडीहरूको रूपमा यदि हामी हेर्ने भने डार्सी शर्टको नाम विशेष गरी इम्पोर्टेन्ट क्यारेक्टरको रूपमा हामी राख्न सक्छौँ। गत वर्ष नेपाल विरुद्ध 34 बलमा 51 रन बनाएका डार्सी शर्ट प्लेयर अफ द म्याच पनि भएका थिए। त्यसैले नेपालको लागि आजको स्ट्राटेजी क्लियर छ। शर्टलाई सुरुवाती ओभरमा दबावमा राख्ने र उनको विकेटलाई प्राथमिकता दिने। अब म आजको गेमको इम्पोर्टेन्ट इमेज हेर्ने हो भने 3वटा कुरा एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। पहिलो, पावर प्लेमा नेपालको कति रन बनाउन सक्छ र नेपालले कसरी स्टार्ट बनाउँछ। दोस्रो, नेपालको डेथ ओभरको बलिङ कतिको इफेक्टिभ हुनेवाला छ। र तेस्रो, टस जितेपछि नेपालले के रोज्नेवाला छ। मैदानको यदि स्ट्याट्स हेऱ्यो भने ब्याटिङ गर्दाखेरि अलिकति फर्स्टमा सजिलो हुन्छ भने सेकेन्ड इनिङ्समा अलिकति चेस गर्दा गाह्रो हुन्छ। त्यो टस जितेर नेपालले ब्याटिङ लिँदा राम्रो हुन्छ। नर्दर्न टेरिटरी स्ट्राइकरको आजको खेलमा घरेलु मैदान अनुभव र पछिल्ला रेकर्डका कारण अलिकति अगाडि छ जस्तो लाग्छ। नेपालीको टप अर्डरले राम्रो सुरुवात गर्यो भने बलरहरूको सुरुवाती विकेट निकाल्न सक्यो भने र डेथ ओभरमा एउटा राम्रो कन्ट्रोल रह्यो भने नेपालले आज त्यो बदला लिन सक्छ। त्यसैले मेरो प्रेडिक्सन हेर्ने हो भने नर्दर्न टेरिटरी स्ट्राइकर्स फेभरेट हुनेवाला छ तर नेपाल ए अलिकति दबावमा हुन सक्छ जुन पहिलाको हार छ त्यसको। र डार्बीमै नर्दर्न टेरिटरी स्ट्राइकरलाई नेपाल लास्ट इयरको हारको जित दिन सक्छ सक्दैन। खेलपछि हामी फेरि भेटौँला अर्को एनालिसिस।